यहाँ फोटोमा फेसबुक मेसेन्जरमा भएको एउटा च्याटको स्क्रिनशट देख्न सक्नुहुन्छ, जसमा उताबाट भनेको छ हामीले एउटा पेज खोलेका थियौँ सोसाइटीको लागि भनेर, त्यसमा समावेश हुनुस् भनेर रिक्वेस्ट गरिन्छ। यहाँसम्म त ठिक छ, जोड्ने कसरी हो र केही पैसा लाग्छ कि लाग्दैन भनेर सोधेको प्रश्नको उत्तर भने अलिकति फरक नै छ। मोबाइल नम्बर पठाउनु भनेर मोबाइल मागेको छ, प्राइभेट एप्रुभ गर्ने हो, पैसा लाग्दैन भनेको छ। मोबाइल नम्बर दिइसकेपछि त्यस ग्रुपमा जोइन हुनको लागि भनेर एउटा लिङ्क पठाउँछ, त्यो लिङ्क खोलेर जोइन हुनुस् भन्छ र त्यो लिङ्क खोल्न साथ उसले मोबाइलको सबै एक्सेसहरू आफूले लिन्छ। यहाँ पैसा त लाग्दैन भनेको छ, पैसा लाग्छ भनेको भए कुराकानी त्यही टर्मिनेट हुन्थ्यो। कुनै फेसबुक ग्रुपमा जोडिनको लागि मोबाइल नम्बरको आवश्यकता नै पर्दैन र त्यस्तो प्राइभेट एप्रुभ भन्ने केही पनि हुँदैन। सो सचेत बनाऊ र यस्तो मेसेजहरूबाट बचौँ।